Hello guys, welcome to my new vlog. आजको दिन चाहिँ मेरो यसरी बितेको छ है त गाइज। आज चाहिँ बिहान 5-6 बजेको काम भएर 5 बजे नै उठेर म चाहिँ कामतिर जाँदैछु गाइज भिडियो बनाउँदै। आज चाहिँ मेरो लागि विशेष दिनै जस्तै छ है। ल म आज चाहिँ धेरै ठाउँमा जानु छ गाइज। रातभरि एसी खोलेर सुतेको भएर आँखा चाहिँ यस्तो सुन्डिएको जस्तो भएको छ। ल गाइज म चाहिँ काम सकेर आज चाहिँ 4 घन्टा मात्रै काम गरेर छिट्टै फर्किसकेको छु। अहिले चाहिँ फर्किएको अनुहार हो। घाम यस्तो छ, एकदमै गर्मी भइरहेको थियो। सिराहामा चाहिँ अहिले एकदम 36-38 डिग्री तापमान भएको कारणले चाहिँ एकदम गर्मी हुँदै पनि अब आज धेरै ठाउँमा जानुपर्ने भएकोले म चाहिँ आज 4 घन्टा मात्र काम गरेर फर्किएँ। हेलो गाइज, म ल फर्किसकेँ। म अहिले चाहिँ कहाँ छु ल हेर्नुहोस् त गाइज। 2टा लगेज बोकेर म नेपाल जाँदैछु भन्ठान्नु भएको होला, तर होइन। म चाहिँ आज ओसाका जाँदैछु। आज मेरो ओसाकामा काम भएको हुनाले म चाहिँ ओसाका जाँदैछु गाइज। अहिले चाहिँ ट्याक्क बस स्टपमा बस कुर्दै हो। 2टा लगेज लिएको छु, मस्त घुमेको छु भने जस्तै भएको छ गाइज। म चाहिँ आज वास्तवमा ओसाकाको मेरो पुरानो रुम छोड्नुपर्ने कारणले भएकोले 2टा यहाँ त भएको लगेज बोकेर गएको थिएँ। खाली लगेज है गाइज हुन चाहिँ। म चाहिँ यहाँबाट बस कुर्दै थिएँ। त्यो चाहिँ म उल्टोपट्टि बस्दै थिएँ किनभने उतापट्टि लास्टै गर्मी भएको कारणले चाहिँ उतापट्टि बस्दै थिएँ। फाइनल्ली अब बस आयो। बस आएर नि म बस चढिसकेँ। ल गाइज त्यहाँबाट ट्याक्क बस चढेर म अघि बढिसकेँ। मेरो यात्रा चाहिँ आज ओसाकासम्मको हो। ल ट्याक्क मेरो यो चाहिँ मैले चाहिँ यहाँ घर म बस्ने होस्टेल देखाइरहेको छु। म बस्ने होस्टेल चाहिँ बस चढ्ने ठाउँबाट 3 मिनट पनि लाग्दैन होला। यही होस्टेल हो है गाइज, देखाउँदैछु। अब यो होस्टेलबाट चाहिँ अब मैले काम गर्ने होटेलसम्म देखाउँदैछु गाइज। ल है त यो सकिने बित्तिकै अब चाहिँ हाम्रो होटेल सिमोआ आउँछ है। यो चाहिँ हाम्रै होटेलको रामेनको एउटा ब्रान्च हो, एउटा हो डिपार्ट हो है। त्यसपछि गएर यो चाहिँ हाम्रो होटेल हो। ट्याक्क लाएर गाइज अब चाहिँ यहाँ हाम्रो चाहिँ ट्याक्क वारादा भन्ने यो नियोन, यो जापानिजहरूको त्यो जापानिज स्टाइल फुड खाने ठाउँ हो यो होइन। त्यसपछि यो चाहिँ हाम्रो मेन गेट हो। टक्क लाएर गाइज यहाँबाट चाहिँ हामी जानुपर्छ भित्र सिर्दा। यहाँभित्र हामी खाना खाने ठाउँ। ल टक्क लाएर हेर्दै म चाहिँ सिराहामा 2-3 दिनको लागि छोड्दैछु गाइज है। टक्क जाँदैछु। ल हेर्नुहोस् यो चाहिँ सिराहामा ब्रिज। सिराहामा ब्रिज चाहिँ नजिकै, लगभग नजिकै छ है हाम्रोबाट चाहिँ। यसमा चाहिँ पछि 1 गते चाहिँ यसमा ठुलो हानाबी हुँदैछ गाइज। टाइम उनीहरूले हेर्न आउनु होला। यो चाहिँ सिराहामाको बिच हो है गाइज। यहाँ पर्सीको लागि ऊ बनाउँदैछन् हो। त्यो पर्सी त्यहाँ कन्सर्टहरू भएको कारणले चाहिँ ऊ बनाउँदैछन्। ल गाइज म चाहिँ ट्याक्क लाएर अब कौसो कुदौरो हाइरू भइसकेँ। कौसो कुदौरोमा ट्याक्क लाएर फाइनली गाइज अब यो चाहिँ ठाउँहरू हेर्दाखेरि चाहिँ एकदमै रमाइलो ठाउँ छ है। गाउँ हाम्रो चाहिँ गाउँ जस्तै छ लगभग है। टक्क पहाडहरू नि छ, खेतीहरू नि छ, घरहरूको त्यो डिजाइन ट्याक्क त्यो धुरीवाला घरहरू। यो चाहिँ लगभग गाउँै जस्तो देखिन्छ। हाम्रो नेपालको पुरानो घरहरू भएको ठाउँ जस्तो देखिन्छ। फाइनल्ली अब यहाँबाट चाहिँ म कौसो कुदौरो चढाएँ हो। अब चाहिँ एकदम स्पिडमा पुग्छ। यहाँबाट लगभग म ओसाका पुग्न पनि 1 घन्टा 50 मिनट जतिमा म चाहिँ पुग्छु होला यहाँबाट चाहिँ है। यहाँबाट चाहिँ अब रोक्दैन सिधै ओसाका पुग्ने बेलसम्म हो। अब यहाँ नर्मल्ली स्पिड भनेको 80 को स्पिडमा हिँड्दैन, यहाँबाट पुगाउँछ यहाँबाट चाहिँ। फाइनल्ली घरहरू हेर्नु न गाइज, सेम नेपालको जस्तो छैन र यस्तो धुरी पुरै धुरीवालाको जस्तो होइन। यो चाहिँ मिन्नाबी तानाबे भन्ने ठाउँ हो। यो चाहिँ सिराहामाबाट अलिक टाढै पर्छ होइन। पुरै गाउँ जस्तै छ क्या। यो धुरीहरू घरहरू पुरै धुरीवाला घरहरू छ। 3 तले घरहरू हाम्रो नेपालमा भूकम्प जानुभन्दा अगाडिको घरहरू जस्तै छ क्या। ल आजको यात्रा भन्नुपर्दा चाहिँ फाइनली गाइज म चाहिँ आज अब ओसाका गएर होइन धेरै ठाउँमा जानै छ। तर
म एकदम सुकाएर त भइसकेको छु किनभने म चाहिँ अब बिहान 6 बजेदेखि 10 बजीसम्म काम गरेर फर्किएर अनि कुदाकुद जस्तो भइरहेको थियो नि त अनि त्यही भएर एकदमै गाह्रो भइरहेको थियो। अब गाह्रो भयो नि मेरो चाहिँ आज फेरि घरको चाबी बुझाउनु पर्ने थियो क्या, त्यही भएर चाहिँ म जसरी नि म पहिला पुरानो बसेको रुमको चाबी बुझाउन भने पनि जसरी नि जानै पर्ने थियो। त्यही भएको कारणले म चाहिँ टक्क जाँदैछु ओसाका। तर सिराहामा ओसाका बसिरहेको मान्छेलाई चाहिँ सिराहामा एकदमै नरमाइलो लाग्छ है, लागेको थियो मलाई नि पहिला सुरुमा। र फाइनल्ली गाइज फेरि अब यहाँबाट चाहिँ पहिलो सुरुङ टनेल चाहिँ छिर्न आँटेँ है। यो चाहिँ यहाँ चाहिँ फेरि अब लगभग आधी जस्तो बाटो टनेलै छ हुन चाहिँ, तर यो चाहिँ पहिलो टनेल हो। हामी यहाँ मिन्नाबेबाट छिर्दाखेरि चाहिँ यहाँबाट जाँदैछु गाइज म चाहिँ सर्लक्कन लाएर। अब आज चाहिँ फेरि खै यो चाहिँ फेरि यो बाटो अलिक सानै छ क्या यहाँ चाहिँ, अनि एक लाइन मात्रै भएर होला। अनि यहाँ चाहिँ यस्तो जामहरू जस्तो भइरहन्छ, यो बिस्तारै गइरहन्छ क्या, मतलब यो ओभरटेकहरू पनि गर्नु मिल्दैन। अनि अलिक ढिलै भइरहेको थियो आज। अनि म चाहिँ फेरि अलिक चाँडै जानुपर्ने थियो, मेरो चाहिँ आज मेरो बुढीको भिजा लिन जानुपर्ने थियो चाहिँ इमिग्रेसन। भ्याउँछु कि भ्याउँदिनँ भन्दै यस्तो आत्तुस भइरहेको थियो। अब किनभने इमिग्रेसनमा चाहिँ 4 बजेभित्रमा पसिसक्नु पर्ने थियो क्या, अनि 4 बजेभित्रमा नपुगे चाहिँ एक दिनभित्र पस्नै पाउँदैन। अनि त्यही भएर चाहिँ 4 बजेको लागि भनेर नि कस्तो आत्तुस भइसकेको थियो, किनभने म गाडी चढ्दामै ल 11 बजे चढेको थिएँ। अनि त्यही भएर चाहिँ ढिला हुन्छ कि भन्ने टेन्सन भइरहेको थियो। त्यही माथि यस्तो जाम जस्तो भएर गाडी चाहिँ के गर्नु के नगर्नु, अब हिँडेर जान नसक्ने है। बिस्तारै यसलाई कन्ट्रोल गर्दै यसलाई उछिन्दै गइया छ गाइज। फेरि बसमा नि खासै मान्छे चाहिँ थिएन है, अब यो टाइम त्यस्तै भएर होला। अब एउटा टनेल सकिने बित्तिकै अर्को टनेल सुरु भइहाल्छ गाइज यहाँ चाहिँ होइन। यो चाहिँ टनेल, यो अर्को नेक्स्ट टनेल छिर्ने बेला भइसक्यो यहाँबाट। यस्तै छ गाइज। अब आज चाहिँ ओसाका गएर टक्क लाएर पहिला इमिग्रेसन गएर न्युखान गएर त्यहाँबाट गएर बुढीको भिजा लिएर त्यहाँबाट फेरि सियाकुस्यो गएर त्यहाँबाट त्यहाँ सियाकुस्योमा नि त्यो नेङ्किनहरू हेर्नुपर्ने छ, हो कि नेङ्किनहरूको बारेमा बुझ्नुपर्ने छ सियाकुस्योबाट। अनि अर्को कुरो चाहिँ अर्को टेन्ट के भन्छ त्यो बसै सराईलाई, त्यो चाहिँ अब अहिले ठ्याक्कै आएन, तेन्नी हो कि तेन के भन्थ्यो, अब त्यस्तै समथिङ त्यो भन्थ्यो, अहिले चाहिँ ठ्याक्कै आएन मलाई गाइज। र हेर्नु गाइज पुरै गाउँ जस्तो छ बाटोमा टक्क। म चाहिँ फेरि आज भिडियो बनाउँदै अघि बढिरहेको छु। खेतीहरू नि भएको छ हो, राम्रो छ ठाउँ चाहिँ, खेतीहरू हुने ठाउँहरू हो। अब त्यति बस्नलाई सजिलै छ यहाँ। अब ओसाकामा चाहिँ अलिक बढी हायाहुया अलि हुने छ है, अलि भिडभाड छ। यहाँ चाहिँ त्यस्तो छैन क्या गाइज, त्यही भएर यहाँ चाहिँ बस्न अलिक सहजै छन चाहिँ। फाइनल्ली हेर्दै गफ गर्दा गाइज म चाहिँ वाकायामासी आइपुगिसकेको छु। लगभग मेरो 80 किलोमिटरको जर्नी पार भइसकेको छ है। अब वाकायामासी ठ्याक्कै छिर्न आँटेको छौँ, अहिलेसम्म छिरिसकेको छैनौँ, लगभग अब छिर्नेवाला छौँ। अझै 1 किलोमिटर रहेछ वाकायामासी चाहिँ। वाकायामासीमा नि यहाँ नि बाटो बनाउँदै रहेछ गाइज। यहाँ नि फेरि ढिला भइरहेको थियो, यहाँ पनि फेरि त्यस्तै जाम गाइज होइन। यस्तो अब जाम भन्दा नि अब एकदम त्यो एक लाइन भएपछि अलिक स्पिड कम हुन्छ नि त, अनि भनेको टाइमभन्दा अझ 10-15 मिनट कम टाइममा उता तौच्याएको हुन्छ कि जस्तो लागिरहेको थियो, चुक्यो हुन्छ कि जस्तो लाग्थ्यो। अब त धन्न भएन, टाइममै भयो है गाइज हुन चाहिँ। ल हेर्नुहोस् अब चाहिँ लगभग खाजा खाने ठाउँको नजिकतिर नै आइपुगिसकेका छौँ। बाटो साङ्ग्रो छ अब हेर्ने, त्यसपछि बाटो एक लाइन बाटोमा अनि बिस्तारै जानु परिहाल्यो। यता पुरै बाटो बनाउँदै रहेछ। यहाँ चाहिँ ठ्याक्क वाकायामाबाट छिर्ने ठाउँ है गाइज, यो चाहिँ वाकायामासीबाट छिर्ने ठाउँ रहेछ। म बसेको ठाउँबाट चाहिँ फेरि वाकायामासी पुग्न चाहिँ अलिक टाइम लाग्छ क्या, लगभग ओसाका जाने बाटोको आधी बाटो ठ्याक्कै हुन्छ क्या यो वाकायामासी चाहिँ। त्यसपछि यहाँबाट फाइनली यता निक्लिएर अब चाहिँ बाटो खाली जस्तै भइरहेछ। अब चाहिँ फेरि हामी खाजा खाने ठाउँ नजिक नै छ। त्यहाँ चाहिँ लगभग अब दिउँसोमा मान्छेहरू रोक्छ कि हो यार,
कोही बेलामा चाहिँ 10 मिनट 15 मिनट रोक्छ, कोही बेला 20 मिनटै रोक्दो रहेछ। आज चाहिँ 20 मिनट जति रोक्छ कि जस्तो लागिरहेको छ, किनभने आज दिउँसोमा मान्छे नि अलिअलि धेरै त छैन, थोरै भयो नि रोक्छ कि 20 मिनट जस्तो लागिरहेछ। ल गाइज, अब यहाँबाट चाहिँ हामी लगभग खाजा खाने ठाउँ चाहिँ 3-4 किलोमिटर यता आइपुग्यौँ है। अब यहाँबाट चाहिँ ठक्क खाजा खान गाडी रोक्छ भन्ने चाहिँ लागिरहेछ। अब यहाँ 3 किलोमिटर देखाएको र यहाँतिर नि अब खाजा खाने ठाउँ आइपुग्यो हाम्रो चाहिँ त्यहाँ भइसक्यो। अब यहाँबाट हामीलाई खाजा खाने ठाउँतिर छिराउँछ होला है। ओसाका यस्तो छ है, यो साइडबाट छिराउँछ जस्तो लाग्यो। यहाँतिर चाहिँ फेरि अब जङ्गलहरू पाहाडहरू छ। अब ठिकै छ, एकदम रमाइलो छ हो। अब ओसाकातिर टोकियोतिर बस्ने मान्छेहरूलाई चाहिँ सुरुमा चाहिँ अलिक गाह्रै हुन्छ, तर अलिक शान्त वातावरणमा बस्ने मान्छेहरूलाई त एकदमै बेस्ट ठाउँ हो है यो चाहिँ, त्यस्तो लाग्छ मलाई चाहिँ। अब किनभने अब मलाई पनि त्यति धेरै भिडभाडमा खासै त्यति मन लाग्दैन है, तर ओसाकातिर लास्टै भिडभाड क्या, अब ट्रेनहरूमा त्यत्तिकै अनि एकदमै गाह्रो हुने क्या। अनि बाहिरतिर आफ्नो उड्ने नहुने। अब गर्मी महिनामा ओसाका धेरै गर्मी छ। हुन त वाकामा पनि गर्मी त एकदमै गर्मी छ, तर भए पनि वाकामा चाहिँ एकदम हावाहरू चल्छ, अलिक शीतलै हुन्छ है। ल गाइज, फाइनल्ली म चाहिँ फेरि खाजा खाने ठाउँमा आइपुगिसकेको र ट्याक्क लाएर गाडी रोकेर म चाहिँ ओर्लिसकेँ है। म चाहिँ टक्क लाएर अब यहाँ खाजा खाने ठाउँमा आएर गाडीहरू देखाउँदैछु। म आएको बस देखाउँदै थिएँ है। म त त्यो बसमा आउनु चाहिँ ट्याक्क लाएर यो बसमा मान्छे थिएन क्या फेरि बसमा नि, म मात्रै यसो ओर्ल्याएको थिएँ। अब के बसिराख्नु बसमा भनेर फाइनली यो बसमा चाहिँ आएको है। म चाहिँ आज टक्क लाएर यति ठुलो बसमा जम्मा 6जना बोकेर आएको थियो। यहाँको सिस्टम चाहिँ त्यस्तो कडा हुन्छ कि, अब जस्तै रुल्स चाहिँ एकदमै हुन्छ। यदि 2-4जना भयो भने नजाने भन्ने त्यस्तो हुन्न क्या। अब नेपालमा जस्तो 2-4जना छ त अर्को बसमा जा भन्ने त्यस्तो हुन्न यहाँ चाहिँ है। टिकट भएपछि सर्लक्क लाएर यहाँ चाहिँ टाइम चाहिँ 1:10 दिएको थियो, त्यही भएर एकजना चाहिँ गाडीमा त खासै कोही छैन र म चाहिँ ठ्याक्क बीको फेरि ए गाउँमा थिएँ होइन। मैले चाहिँ माधव गाउँमा काटेको थिएँ टिकट चाहिँ, त्यस्तै भइरहेछ। ठ्याक्क लाएर एकछिन यहाँ वेट गरेँ। ल त्यहाँबाट हिँडेँ म चाहिँ ठक्क लाएर यहाँ पुलहरू देखेर अचम्म मान्दै है भिडियो बनाउँदै आइरहेको थिएँ। टक्क लाएर अब चाहिँ म वाकायामा केन छोडेर म सर्लक्क नलाएर ओसाका छिर्न आँट्दैछु गाइज होइन। यहाँ चाहिँ अब ओसाका छिर्ने ठाउँ चाहिँ अलिक जङ्गलहरूको बिचमा त्यस्तै ठाउँ छ। यो चाहिँ खान्सा एयरपोर्टको नजिकै पर्छ क्या। यहाँ तल देखिएको चाहिँ खान्सा एयरपोर्ट हो त्यो। ट्याक्क लाएर म चाहिँ गाउँ पाहाडहरू गाउँ यो भित्तोहरू देखाउँदै होइन, टनेलभित्र छिर्दै रमाइलो दियोस्। अब फोनहरूमा यस्तोतिर गीतहरूबाट रमाइलो लिन नपाए नि गाडीमा चाहिँ अब दियोस् आनन्द त आनन्दै हुन्छ हो। अब सुत्ने त आनन्दताले अब त्यस्तो डिस्टर्ब केही हुन्न, आफ्नै तरिकाले आफ्नै तरिकाले आउँछन्। सबैजना आफ्नो पाराको हुन्छन् हो। अब कसलाई के कसै त्यो के मतलबै हुन्न यहाँ चाहिँ। अब यो चाहिँ मेरो ओसाकाबाट आउने यो बसमा चाहिँ लगभग मेरो तेस्रो पटकको यात्रा हो। तर यो यसको नि कम्पनीहरूको चाहिँ बस, अब अर्को त्यो जेआरको बसमा नि आएको थिएँ एकचोटि चाहिँ, त्यसमा चाहिँ बस्न अलिक कम्फोर्टेबल रहेछ। यो चाहिँ म चाहिँ अलिक अग्लो मान्छेलाई चाहिँ घुँडा ठोकिएरै नहुने गाइज। अब 2-2.5 घन्टाको बाटोमा गाह्रो चाहिँ गाह्रै हुने हो। अब भन्ने हो भने त अब गाउँ, अब हामी काठमाडौँबाट गाउँ जाँदा पनि लगभग बसमा 3 घन्टा जस्तै लाग्थ्यो लोकल बसमा। लोकल बसमा चढ्नुको मजा र यो हाइवेमा चढ्नुमा चाहिँ फरकै छ, धेरै फरक छ। यो चाहिँ ट्याक्क अब ओसाकाको त्यहाँ उसमा छिर्नेमा हामी ट्याक्क त्यो कार्ड हाने त्यहाँबाट छिरिसक्यौँ है। अनि त्यसपछि ट्याक्क लाएर अब यो ओसाका ट्याक्क लाएर यो चाहिँ म चाहिँ ठ्याक्क आउँदै थिएँ। यो चाहिँ रिङ्कु टाउन, ठ्याक्कै रिङ्कु टाउनतिर हो कि जस्तो लाग्यो है। भिडियो बनाउँदै आएको थिएँ, एकदम रमाइलो। अब यतातिर चाहिँ फेरि बाटो खाली, बाटो पनि फराकिलो, 90को स्पिड 85-90 85-90को स्पिडमा गाडी आएको है।
यता आज त धेरै नै ऊ भयो, सहिलो भयो, छिटै आइपुग्यो गाइज। आज यी टक्क रिङ्कु टाउन 5 किलोमिटर रे, खानसाई एयरपोर्ट 15 किलोमिटर रे यहाँबाट है। तर बाटो हेर्नु न क्या खतरा छ यार, हाइवे हो। अब नेपालतिर चाहिँ एउटा टनेलमा 60 रुपियाँ उठाउँदाखेरि अब के किन गयो जस्तो गर्छन्, किन उठाउनु पर्यो सरकारी गाडी यता भन्छन्। तर यहाँ चाहिँ फेरि अब लगभग यो गाडीले वाकामाबाट ओसाकासम्म आउँदाखेरि चाहिँ लगभग 15,000 जतिले बाटोको ट्याक्स तिर्छ जस्तो लाग्छ। किनभने नर्मली सानो गाडीमै हामी आउँदाखेरि, दाइको गाडीमा आउँदाखेरि लगभग 7,000 जस्तो हामीले आउने जानेमै तिरेका थियौँ। ल गाइस, यहाँ चाहिँ ठ्याक्क खानसाई एयरपोर्टमा ल्यान्डिङ हुनलाई ट्याक्क टायर गर्दै के अरे निकालेर बसेको प्लेनहरू हेर्दै है, अगाडिको बाटो हेर्दै एकदमै रमाइलो गर्दै आज चाहिँ ओसाका आइयो गाइज फाइनल्ली है। अब कामको थकान त्यतिकै थियो छैन चाहिँ। अब म चाहिँ यहाँबाट सिधै इमिग्रेसन जानुपर्ने थियो। अब लगभग त्यहाँ जामसाम पर्ने यताउता भएर म यहाँ आइपुग्दा चाहिँ झन्डै 2 बजिसकेको थियो है। अनि वहाँ अझ ओसाका पुग्नु पर्ने थियो, के गर्नु हतार भएर नि के गर्नु है। अब यहाँ उनीहरूको टाइममा हिँड्छ। अनि फाइनल्ली म चाहिँ यहाँ चाहिँ यो नाम्बामा छिर्न आँटेको थिएँ। त्यसपछि फाइनल्ली मैले चाहिँ बेबीलाई भेटिसकेँ। यहाँ बेबीलाई भेटेर टक्क लाएर हामी उता जानलाई रेडी भइसक्यौँ। अनि बेबी र म चाहिँ यहाँ भिडियो बनाउँदै उता गइयो ल फाइनल्ली बेबीको भिजा पाइयो। अनि हामी मक्क परेर घर फर्क्यौँ।